हेलो गाइज, हामी चाहिँ आज सिन्धुलीको हरिहर गढी गाउँपालिकामा आइपुगेको छु। गाउँपालिका 1 मा यहाँ चाहिँ दरबार पनि रहेछ। दरबारतिर आज हामी छिर्दैछौँ ल। हेर्नुहोस् यता, यहाँ चाहिँ पहिला राजा बस्ने दुलो हो यो। आज म छिर्दैछु राजा बस्ने दुलोमा। पहिला अब राजा मारिसके अरे एक तरह हुँदाखेरि। यहाँ पुल रहेछ, यहाँ ढोका छ। यहाँ चाहिँ पहिला पानी बनाउँथे अरे। यहाँ पानी यहाँ दुश्मन छिर्छ भनेर डुबेर मरस भनेर चाहिँ बनाएको रहेछ। दरबारभित्र कोही दुश्मन आयो भने यहाँबाट चढेर जान नसकोस्, यहाँ झरेर डुबोस् भनेर चाहिँ पानी यो पुरै यहाँदेखि मात्रै गेट यहाँ सबै पानी। ल यता हामी फेरि देखाउँदैछौँ। पानी बस्ने ठाउँ है यो। यता हामी भित्र छिर्दैछौँ। यो दरबारभित्र, यो दरबार चाहिँ ढोका छ। सुटिङमा आएको हामी, सुटिङमा हाम्रो क्यामेरा पनि यहाँ फिट छ। 1-2 सर्ट थियो, 1-2 सर्ट खिचेर चाहिँ हामी अहिले फुर्सदको समयमा बसेका छौँ। यहाँ चाहिँ दरबार थियो पहिला। यहाँ चाहिँ अब दरबार थियो। दरबार यहाँ भत्किया छ अहिले। दरबार भत्किएर चाहिँ ऊ भएको छ अहिले। अनि यहाँ कैदीहरू चाहिँ जेल हाल्ने ठाउँ कहाँ हो भन्दाखेरि यहाँ यहाँनिर यहाँ तल मुनि हालिदिएको अरे। त्यसपछि यहाँ मुनि हो जेल। कैदीहरू कतै पनि भाग्नु नपाउने ठाउँ। यहाँ त्यसपछि यता माथि डाँडामा हेर्नुहोस् अब फेरि। यसो हुँदा त म यो चाहिँ दरबार हो। दरबारको यो वरपरको यो दुलो चाहिँ सेक्युरिटी बस्ने। बराबर दुश्मन आउँदैछ के हुँदैछ भन्ने कुरो चाहिँ यहाँदेखि पुरा गोलीगट्ठा सहित बस्ने ठाउँ हो। अनि यहाँ चाहिँ नेपालको झन्डा रहेछ। त्यो चाहिँ पूजा गर्ने ठाउँ रहेछ। यहाँ चाहिँ यता पहिला यहाँ एकीकरण गर्दाखेरि चाहिँ त्यो डाँडादेखि हानेको रे। त्यसपछि त्यो डाँडादेखि हान्दाखेरि चाहिँ यहाँ राजालाई मारिएको रे भन्ने कुरा चाहिँ यहाँ बुझिया छ। स्पष्ट भएको छ। यहाँ चाहिँ पुरा यहाँ नेपालको झन्डा छ अहिले। यहाँ चाहिँ अहिले नेपालको झन्डा हालिएको छ। यहाँ पुरा एक राउन्ड लाउँ है हामी। हेर्नुहोस्, जनता जान्न चाहन्छ कार्यक्रममा तपाईलाई स्वागत छ। आज हामी सिन्धुली जिल्लाको हरिहरपुरी गढी गाउँपालिका वडा नम्बर 1